नमस्ते सबैजनालाई नमस्ते। आज फेरि म एउटा नयाँ ब्लग बनाउने सुरुमा छु। आज नयाँ ब्लग चाहिँ विशेष गरी ट्राभलको हुनेछ। आज भ्रमण गर्ने गर्दैछौँ। बिहान मौसम चाहिँ चिसो छ। सायद सिमरातिर चाहिँ अलि गर्मी हुनसक्छ। मेरो गाडी आइपुग्यो। अब हामी गाडी चढेर हामी जाने हो सिमरा। हाम्रो आज साथीहरूमा हाम्रो सुगन्ध दाइ हुनुहुन्छ चालक ग्रुपमा। हाम्रो पछाडि बसिरहनु भएको छ। हाम्रो एकजना सिना चाहिँ आउँदैछ। यहाँबाट नकुचोबाट ओरियौँ तल। लगाइरहेछौँ हामी अनि हौ त लाइसनलाइट त हामी अर्को दिन हाल सनराइज। हामी यस्तो कच्ची गरी ल हामी यात्राका क्रममा टिका भैरव मन्दिरमा प्रवेश गर्दैछौँ। हाम्रो दुईजना चाहिँ धेरै कटान गरेर अहिले मन्दिरको अवस्था चाहिँ नाजुक देखिरहेको रहेछ। तर हामी चाहिँ एकदम मन्दिर दर्शन गरेर जाउँ भनेर आउँदैछौँ। भैरव तालको दलक सदस्य हो आयो। के सर भन त यता बसेर विशाल टिका भैरवको मूर्ति आइदिनु। हेर्नु सक्नुहुनेछ टिका भैरवको आफ्नो भएको 4 भैरव मध्ये एउटा भिजिट गर्न लागि ठाउँ भनेको टिका भैरव। सुदिन कहिले कहिले मेला लाग्छ अरे यहाँ। लोकल मान्छेहरू मेला त्यस्तो थाहा नहुने दसैँ टाइममा मेला लाग्ने। ल बधाई छ। आज अब रमाइलो छ। अब त्यो भैरवबाट भेट्न लाग्दैछौँ। एउटा सनराइज तीन पानी भन्ने ठाउँमा आइपुगेका छौँ। यहाँ अब हामी चिया नास्ता खाएर अगाडि बढ्छौँ।
बसेर कोही छन् भने उहाँलाई कन्ट्याक्ट गर्नु सक्नुहुन्छ नम्बर तल डिस्क्रिप्सनमा राखिदिन्छु हामी बन्नेबाट खाजा नास्ता खाएर अगाडि कपाल उडाउनु पर्यो दाइ ल त यहाँ हो मेरो बोल्नु पाउँदैन पहाडको माथि माथि घुम्दै हिँडेर मलाई त डर पो लागिहाल्यो अब त्यहाँ ओठले नबोले पनि सुतिस् न यसो आजको के अरे टुरको बारेमा के धारणा तिम्रो बोल्न आउँदैन लाटी हौ भाउजूको के छ कुरो एकदम सही हो हाम्रो अफिसको बाँकी बनाउने स्टाफको लागि के भन्न चाहनुहुन्छ बाँकी रहेकोले बाफले यति इन्जोय गर्न त तिनीहरू दुईजना आयो भने अर्थै क्या हामी अटाउँथ्यौँ क्या जसरी पनि आँखा भेट्दा साह्रो तिनैजना आयो भने अट्ने रहेछ क्या यसमा त मजाले झन् कति सरले चान्स त दिनु बाटो एकदम पहिरोले हेर्नु पहिरो गएको देख्नु अरे त्यो बाटो आएको हेर्नुहोस् कस्तो दामी तरिकाको डाँडोमा बाटो छिडेर चेलाको अवस्था सबै दामी तरिकाले तल गर्दैछौँ हेटौँडा अन द वे टु हेटौँडा एक्लै बाँदर हो एक्लै बाँदर बाँदरकै स्टाइलको हुन्छ बाँदर प्रजातिको अर्कै हुन्छ ढेडु हो क्या त्यो लङ्गुरी बाँदर भन्छ क्या हाम्रो दायाँ बायाँ पहिरो कतै कतै टर्निङ रमाइलो छ अगाडि बढिएको छ डाँडा काँडा खेल्दै अब हामी कति घन्टामा पुगेला दाइ अब हेटौँडा 1 घन्टामा हेटौँडा पुगिन्छ अब हामी बाटो हेर्नुहोस् तामा खाने आयो तामा खाने कटियो हामी अघि नै थियो बाटोमा तर कहाँ हुन्छ तिमी पनि नराम्रो कुरा हाई गाइज हामी यो खोला निहाल्दैछौँ रोकेर सूर्य चाहिँ माथि पुगिसकेको छ बर्खामा त्यो घुम बन्नलाई त्यसको चाहिँ भोर्लो भन्छ हाम्रो नाम चाहिँ मलाई थाहा छैन भोर्लापात भन्छ कि भोर्लापात त्यो पातले चाहिँ घुम छापेर पछि निस्किहाल्ने प्लास्टिक त
हाल्दै पुग्यो कस्तो मिल्ला थियो गीत बिचरा होइन रोइदियो क्या रोगी अनि झसँग भइरहेको के छ दुईटी ब्युटिफुल खबर एकदम इन्जोय भइरहेछ यो मसँग हिँडेपछि नरमाइलो भनेर कहिले हुनु भयो दामी सिनहरू हेर्दै हेर्दै हामी अब लगभग हेटौँडाको नजिक पुगिसकेका छौँ। अब हामी लगभग आधा घन्टामा पौने घन्टामा हेटौँडा पुग्छौँ। अब हामी 1325 मिटर हाइट भएको मान्छेलाई हामी हेटौँडा पुग्दा त गर्मी धेरै फिलिङ हुन्छ होला। हो ओह्रालो झर्दैछौँ हामी सालकोपा गर्मी फिलिङ भइरहेछ। अब सालकोपा त प्रपरी हो नि नहो नि सुनीको सँगै माया लाग्छ बाहिर पनि हुनेको भने जस्तो भयो। चिउरा हो कि चिउरा हुँदै सेल्फी त्यहाँ त्यो पहिलो लिने डाँडा बहिनीहरूले ऐसेलु बेच्न राख्नु भएको रहेछ। ऐसेलु खाएर मजा लिने कसरी हो बहिनी ऐसेलु? 100 रुपियाँ ग्लास। ऐसेलु कति कमाइ हुन्छ दिनमा? 1000 हुन्छ है। अनि के यो नखाएको त कति भयो वर्षै भयो होला। ऐसेलु त खाइयो बाटोमा तर यहाँ बोर्ड देखेपछि मन थाम्न सकिएन। हामीले टिपेर खाने विचार गर्दैछौँ। यहाँ हाम्रो दुईजना ब्युटिफुलहरूले हाम्रो पनि हुन्छ भन्ने कुरो लागिरहेछ मलाई। ओहो राम्रो राम्रो घुमिहाल्दै वरिपरि रहेको अवस्था छ। आउनु सक्नुहुन्छ। काठमाडौँ नजिक भनेको यही हो, तराई घुम्नलाई नजिक ठाउँ भनेको
होटेलहरू छ आसपासमा मजाले भ्रमण गरी आइपुग्यो हामी सौरा जानुपर्ने ठाउँ हो तर आउनु पर्ने हुन्छ 15 किलोमिटर भएछ यहाँबाट हामी यताबाट पुग्ने पुरा लगाइसक्यो पुरै चाहिँ पुरै घुमिएको छ अवस्था चाहिँ समय लगा तराई झरियो तराईतिर गयो घर तल्लो तराईको मडल घर आइसक्यो हामी तराई झरियो लगभग हेटौँडाको चाहिँ आसपास बाटो सिधा छ हेर्नु अगाडिसम्म छ हामी आफ्नो गतिले बढिरहेका छौँ स्ट्रेट छ बाटो चाहिँ जाने क्रममा चौगडा बजार आइपुगेको छ हामी नजिकै हेटौँडा बजार फर्किनु हुन्छ है फाइनल्ली हामी हेटौँडाको मेन बजार बुद्ध चोकमा गर्मी हुन्छ गर्मी सँगै के फरक पर्दैन त 11 बजे पुगिन्छ के छ र हाल्ने गर्छ जहाँबाट जता हेऱ्यो पनि समय छ परसम्म देखिरहेको छ तर आज त्यहीँ लाग्यो भएर अझै भ्यू चाहिँ आएको छैन त्यही पनि तराईको बाटो हेटौँडा बाटेर हामी सिमरेको लागि अगाडि बढिसकेका छौँ धार्मिक स्थल चुरिया माईको दर्शन गर्नलाई अगाडि बढिरहेका छौँ यहाँ सुरु मार्ग 5 वर्ष मेरो समूहको लागि निःशुल्क नेपाली नानीले 50 विद्यार्थी परिवारको लागि 10 भरिमा विदेशी लागि 100 रुपियाँ डकुमेन्ट्री भिडियो तथा भिडियो खिच्दैछौँ हामी यहाँ चुरीमाई सुरु मार्ग यो जहाँ हामी देखिरहेको छौँ हामी चुरीमाईको मन्दिर प्रवेश गरिसकेका छौँ यहाँ जेन्ट्स हुनुहुन्छ चुरीमाईको मन्दिरमा यहाँ भक्तहरूको भिडभाड देखिरहेको छ चुरीमाईको मन्दिर सुन्दर यहाँभित्र रहेछ मन्दिर बलिदिने प्रवेश निषेध यहाँबाट बलि पनि दिनु रहेछ शालिक डोलले आपत्तिको शालिक रहेछ
सिमरा आइपुग्यो। हामी सिमरा आइपुगेका छौँ। अब हामी खाना खानको लागि यहाँ रोकिएको अवस्था छ। होटल इच्छा सिमराको फेमस होटल हो। हेरेर पनि होटलको गार्डनहरू टन छ। फोटोसुट हुँदैछ दुईजनाको बिचमा। हामीलाई जान अनुमति पाइसकेको छ।